सम्पूर्ण नमस्कार। म मिलन आचार्य हजुरहरूलाई धेरै पहिलादेखि मैले चाहिँ यो भिडियोमा चाहिँ योगा होइन जडीबुटी सम्बन्धीको जानकारी अथवा स्वस्थ जीवनशैलीको बारेमा केही एक दुईवटा टपिकहरू भिडियो सायद बनाएको जस्तो लाग्छ मलाई है। हजुरहरूले त्यति धेरै मेरो भिडियो नहेर्दै पनि आज मैले चाहिँ यो हाम्रो जुन मोडर्न लाइफस्टाइल छ त्यो बारेमा यसो मोडर्न लाइफस्टाइलले हामीलाई के दिइरहेको त त्यो बारेमा मैले भिडियो बनाउन गइराखेको छु होइन। मोडर्न लाइफस्टाइल भन्ने बित्तिकै हामीले चाहिँ सेवा सुविधा सम्पन्न के अहिलेको जुन लाइफस्टाइल छ सबै लगभग तपाईँको 90% जनताको अथवा 90% पपुलेसनको चाहिँ अहिलेको मोडर्न लाइफस्टाइल छ। जस्तै तपाईँको बिहान एकदम अबेरसम्म सुतिराख्ने होइन, 7 बजीसम्म 8 बजीसम्म सुतिराख्ने, अनि साँझ पनि तपाईँको एकदम ढिलो सुत्ने, बिहान सुति उठिसकेर हामीले खाना जुन खान्छौँ त्यो खाना चाहिँ हाम्रो लागि त्यति धेरै राम्रो अर्ग्यानिक होइन, ओरिजिनल खाना छैन, हामीले डुप्लिकेट खाना खान्छौँ भन्छु मैले होइन। किन भन्छु भनेर हजुरले मेरो सबै भिडियो हेरेर पनि लगभग बुझिसक्नुहुन्छ है। त्यस्ता खालका विविध कारणहरूले गर्दामा हामीलाई हाम्रो शरीरमा कस्तो खालको नकारात्मक असर पर्छ, कस्ता खालका रोगहरूले हामीलाई समाउन सक्छन् भनेर त्यो बारेमा चाहिँ मैले हजुरहरूलाई जानकारी दिन आज गइराखेको छु होइन। हजुरले त्यो भिडियो ध्यान दिएर हेर्नुहोला। जुन सुत्ने र खानेकुरा छ होइन, समयमा सुत्ने समयमा उठ्ने भन्ने कुरा छ, त्यो कुरा मैले गर्नुभन्दा अगाडि पनि हजुरहरूले डाक्टर ओममूर्ति अनिलको एउटा भिडियो देख्नुभयो भने त्यहाँ भनिसके होइन त्यो भिडियोमा किन टाइममा सुत्नुपर्ने छ र किन टाइममा उठ्नुपर्छ भनेर त्यो कुरा भइसकेको छ है। गीतामा भनेको भनेर कुरा भए अब त्यो भिडियो हजुरले हेर्नु भने हजुरलाई थाहा हुनसक्छ है। आज चाहिँ म नर्मल्ली हजुरहरूलाई के भन्छु भने त्यस्तो जुन लाइफस्टाइल जुन हाम्रो ल्याभिस लाइफस्टाइल छ एकदम होइन, एकदम हामीले धनाढ्य लाइफस्टाइल जिरहेछौँ भन्ने जुन हाम्रो मस्तिष्कमा छ होइन, तपाईँको ढिलो सुत्नु, ढिलो उठ्नु, रक्सी खानु, चुरोट खानु, खैनी खानु, होटलमा गएर खाना खानु, होटलमा गएर नास्ताहरू खानु होइन, यस्ता चिज बर्गर, समोसा, जेरी, चाउमिन, मोमो यस्तो जुन हामीले खाइराखौँ होइन, जुन ल्याभिस लाइफस्टाइल भनेर हामीले धनाढ्य जिन्दगी बाँचिराखेका छौँ भन्ने कुरो छ। त्यसले हामीलाई दिने चिज, दिने फाइदा भनौँ अथवा त्यसले दिने उपहार के हो त्यो बारेमा कुरा गर्न गइरहेको छु म है। हाम्रो अहिलेको लाइफस्टाइलले हामीलाई दिने उपहार भनेको के हो भने चाहिँ अहिलेको परिस्थिति अनुसारको कुरा गर्ने हो भने यसले हामीलाई चाहिँ एक नम्बरमा के दिन्छ भने कार्डियोभास्कुलर डिजिज, मुटु सम्बन्धीको रोग है, जसमा तपाईँको प्रेसर हुनसक्छ होइन। त्यो सँगसँगै तपाईँको हाम्रो छातीहरू दुख्ने होइन, मुटुको वालहरू अथवा मुटुको भित्ताहरू के भन्छ कमजोर हुने समस्या दिन्छ एक नम्बरमा। 2 नम्बरमा सुगर, डायबिटिज हुनसक्छ। डायबिटिज चाहिँ फेरि टाइप 2 डायबिटिज हुने सम्भावना है। टाइप 1 हुने चाहिँ खासै यसमा यो लाइफस्टाइलको कारणले चाहिँ हुँदैन है, त्यो अन्य कारण हुन्छ, फिजियोलोजिकल नै हाम्रो शरीरकै कारण हुन्छ है। डायबिटिज 2 टाइप 2 डायबिटिज हुन्छ होइन। त्यो सँगसँगै ओबिसिटी भन्छ मोटोपन। अहिले हजुरहरूले बाटामा खोज्न खै जानुभयो कसैलाई, कुनै पनि गाउँ ठाउँ अथवा कुनै पनि सहरमा जानुभयो भने हजुरले दुब्लो मान्छे होइन, लिन एन्ड थिन मान्छे भेटाउन चाहिँ गाह्रो हुन्छ। 10 जनामा 8 जना मान्छे हामी मोटो भेटाउँछौँ र 2 जना मान्छे चाहिँ के हुन्छ पातलो हुन्छ। भनेपछि अहिलेको जुन ल्याभिस लाइफस्टाइल छ होइन, जुन हाम्रो खाइपी खानपिन बस उठ छ होइन, त्यसले हामीलाई के दिइरहेको छ भने मोटोपन। मोटोपन भनेको सबै रोगहरू कारण हो, चाहे मुटु रोग होस्, चाहे सुगर, चाहे प्रेसर, थाइराइड, अनि हातखुट्टा दुख्ने, बाथ रोग, यावत जे शरीरमा आउने समस्या त्यसको पहिलो स्टेप चाहिँ के हो भन्नुहुन्छ भने त्यो के हो, मोटोपन हो। मोटोपन सँगसँगै हामीले त्यसपछि अर्को कुन रोग पाउन सक्छौँ, भेट्न सक्छौँ भन्नुहुन्छ भने क्यान्सर है। त्यस पछाडि के छ, क्यान्सर छ। अब क्यान्सर कुन अवस्थामा बढिरहेको छ होइन, नेपालमा अथवा विश्वमै हजुरले कुन कुन अवस्थामा देख्नु भएको छ क्यान्सर हजुरले देख्नु भएको छ, यसलाई धेरै मैले डिस्क्राइब गरिराख्नु पर्दैन। त्यो सँगसँगै क्रोनिक रेस्पिरेटरी डिजिज भनिन्छ होइन, श्वास प्रश्वास सम्बन्धीको रोग, जुन रोगले हामीलाई के हुन्छ, अस्थमा हुन्छ होइन, तपाईँको खोकी लागिराख्ने, एलर्जी हुनसक्यो, अस्थमा हुनसक्यो होइन। त्यो सँगसँगै तपाईँको श्वास प्रश्वास सम्बन्धी अनि कुनै पनि समस्याहरू, एलर्जीहरू आउने होइन, नर्मल ठाउँ पनि बस्न नसक्ने त्यस्ता खालको समस्या हुनसक्यो होइन। अनि त्यो सँगसँगै पाचन प्रक्रिया सम्बन्धी होइन, डाइजेस्टिभ डिसअर्डर, जस्तै तपाईँको खाना नपच्ने होइन, पेप्टिक अल्सर हुनसक्यो। अनि त्यस पछाडि जुन ग्यास्ट्रिक हुन्छ नि, तपाईँको पानी अमिलो पानी घाँटीमा आइराख्ने होइन, पिरो हुने, खाना राम्रोसँग नपच्ने भयो, अनि आइबिएस हुनसक्यो होइन, खाना खाने बित्तिकै दिसा जान मन लाग्ने होइन, अनि दिसा क्लियर हुने, पेट काट्ने होइन, एकदम पेटबाट गुडुर गुडुर गरेर आवाज आइराख्ने होइन।
पाचन प्रक्रिया सम्बन्धीको समस्या जो कहिल्यै पनि समाधान हुन्न कि भन्ने जस्तो जुनसुकै औषधि खाँदा पनि काम नगर्ने अवस्था जुन आइरहेको त्यो सबै केले गर्दामा भन्दाखेरि हाम्रो अहिलेको यो जुन ल्याभिस लाइफस्टाइल छ होइन, जुन लाइफस्टाइल हामीले बाँचिरहेका छौँ होइन, त्यस्तो खालको लाइफस्टाइलले गर्नु के हुन्छ हाम्रो शरीरमा चाहिँ जस्तो हाम्रो पाचन प्रक्रियामा त्यस्तो खालको समस्या आउँछ। त्यो सँगसँगै न्युरोलोजिकल एन्ड मेन्टल डिसअर्डरहरू जस्तै तपाईँको पार्किन्सन हुनु होइन, जस्तो मैले बाथ रोग भने त्यस्तै न्युरोलोजिकल अनि नसा सम्बन्धीको हुन्छ। जस्तै पार्किन्सन भने रक्सी खाने मान्छे कोही छ भने उसलाई अलिक चाँडै हुन्छ, रक्सी नखानेलाई पनि हुनसक्यो, अलिक ढिलो र चाँडीको मात्रै कुरा हो। पार्किन्सन भने यसरी हात खुट्टा काम्ने होइन, यस्तो यसो यसो काम्ने हुन्छ। त्यो भनेर चाहिँ के भयो भन्नुहुन्छ भने पार्किन्सन भयो, अल्जाइमर है कुराहरू बिर्सिने, डिप्रेसन होइन, एन्जाइटी, डिमेन्सिया भनेर चाहिँ तपाईँको अल्जाइमरको चाहिँ पहिलो भाग भनौँ न डिमेन्सिया होइन, कुराहरू बिर्सिने, भुल्ने त्यस्तो खालको रोग हुनसक्यो। अनि मस्कुलोस्केलेटल डिसअर्डरहरू हुन्छ, जस्तै मांसपेशी र हड्डी सम्बन्धी समस्या, जस्तै तपाईँको ढाड दुख्ने, केही गरिरहेको होइन तर पनि ढाड दुखिरहेको छ है। अनि थकान लाग्ने, एकदम क्रोनिक फ्याटिग्यु है, एकदम कस्तो हुन्छ भने हामी चाहिँ केही काम गरेको छैन, बिहान सुतेर उठेका छौँ, सुतेर उठ्दाखेरि हामीलाई थकाइ लागेको छ, खाना खायौँ र पनि हामीलाई थकाइ लागेको छ, कुर्सीमा बसिरहेको छौँ र पनि हामीलाई थकाइ लागेको छ। यस्तै खालको समस्याहरू पनि के हुनसक्छ अहिलेको ल्याभिस लाइफस्टाइलले दिनसक्छ है। त्यो सँगसँगै तपाईँको रिप्रोडक्टिभ र यो इन्डोक्राइनोलोजिकल डिसअर्डर भन्छ कि होइन, प्रब्लमहरू हुनसक्छ। जस्तै तपाईँको रिप्रोडक्टिभ सिस्टम भनेपछि हजुरलाई महिलाहरूमा महिनाहरू नहुने होइन, पुरुषहरूमा स्पर्म काउन्टहरू पुरा नहुने, बच्चा बच्ची नबस्ने होइन, त्यस्तो खालको समस्या, इन्फर्टिलिटी हुनसक्यो है। अनि थाइरोइडको समस्या, तपाईँको हाइपरथाइरोइडिजम, हाइपोथाइरोइडिजम जस्ता विभिन्न खालका के हुनसक्यो रोगहरू देखिन सक्यो अथवा रोगहरू लाग्न सक्यो। यो रोगहरू हामीलाई कसले दिइरहेछ भने हामीले आफूलाई नै दिइराखेको उपहारको रूपमा हामीले यस्ता रोगहरूलाई के गर्न सक्छौँ, चिन्न र बुझ्न सक्छौँ। किन भन्नुहुन्छ भने यदि लाइफस्टाइल चेन्ज गर्ने हो, दिनचर्या चेन्ज गर्ने हो, खानपिन सुधार्ने हो भने हामीलाई अहिले लागिरहेका जुन नसरी रोग छन् तिनी रोगहरूबाट हामीले 80 to 90% रिलिफ पाउन सक्छौँ। 7 बजे उठ्ने मान्छे मेन्टल्ली स्ट्रङ होइन, मेन्टल्ली क्लियर होला कि राति 4 बजे उठेर एक्सर्साइज गरेर रनिङ, योगा कुनै पनि हुनसक्छ, जिम जाने कुनै पनि गर्न सक्छ। त्यो मान्छेले लिने डिसिसन फ्याक्ट र इफेक्टिभ डिसिसन होला कि 7 बजीसम्म सुत्ने, 7 बजे उठेर जाँगर नलगाएर मुख धुने, अनि खाना पनि खायो नखायो गरेर खाना खाने, अथवा तपाईँको होटलमा गएर खाना खाने, तपाईँको नर्मल्ली अथवा अहिले छ नि त जागिर खाने धेरै जब होल्डरहरूको चाहिँ के छ भने बिहान 7-8 बजीसम्म बस्ने, उठ्ने, उठिसकेपछि अब त्यो ब्रेड अघि मैले भने बर्गर, पास्ता जस्तो नास्ता खाने, अनि चाहिँ अफिस जाने, अफिसमा गएर दिउँसो अफिसमा पनि त्यस्तै खालको नास्ता खाने होइन, साँझ आएर टक्क बसेर 12-1-2 बजीसम्म दारू खाने, चुरुट खाने होइन, त्यसरी खाना पनि सक्यो नखाएर त्यतिकै सुत्ने। जुन यो लेभिस लाइफस्टाइल जो मान्छे सोचिरहेको छ एकदम यो चाहिँ राम्रो जीवनशैली हो, राम्रो जीवनयापन गरिरहेछ भन्ने हो, उसले जब उसको उमेर 40 गर्छ होइन, त्यस पछाडि बल्ल उसले आफूलाई दिएको सजाय के हो, मैले कस्तो सजाय मलाई दिएँ भन्ने कुरो चाहिँ एउटा समय भइसक्यो नि, अनि त्यसरी उसले बुझ्न सुरु गर्छ। सुगर देखियो, प्रेसर देखियो, स्ट्रेस लेभल म्यानेजमेन्टभन्दा बाहिर भइसक्यो होइन, भने त्यो अवस्थामा बल्ल बुझ्छ उसले मैले के कुरा गुमाएको रहेछु होइन, के कुरा मैले दाउमा लगाएर आफ्नो जीवनयापन गरिरहेको छु भन्ने कुरो त्यसले त्यस पछाडि बुझ्छ। त्यही भएर अहिलेको मोडर्न ल्याभिस लाइफस्टाइलभन्दा हामी पहिलाको हाम्रो आफ्नो जुन बुवा आमाले बाँच्नु त्यो लाइफस्टाइलमा फर्किनुपर्ने आवश्यकता छ। त्यो हामी सबैले बुझेको कुरा हो। त्यसमा फर्किन गाह्रो छ होइन, मैले त्यसमा बुवा आमाको लाइफस्टाइलमा फर्किनुहोस् भनेर घर जानुहोस्, जागिर छोड्नुहोस् होइन, गाई भैँसी नै पालेर बस्नुहोस्, अनि तपाईँ 2-3 घन्टा हिँडेर पानी बोक्नुहोस् भन्न खोजे होइन। नर्मल्ली कोठाएर बस्ने मान्छे छ भने नि बिहान उठेर सबैसँग जिम जाने पैसा नहुन सक्छ होइन, घर उठेर बिहान उठेर 1 घन्टा योगा गर्न सकिन्छ, रनिङ गर्न सकिन्छ, तपाईँको डोरी खेल्न सकिन्छ होइन, धेरै कुराहरू छ त। त्यस्ता कुराहरूले जुन कुराले हाम्रो शरीरलाई फाइदा पुऱ्याउँछ, जुन कुराले हाम्रो शरीरलाई चाहिँ स्वस्थ राख्छ, त्यस्ता कुराहरू अपनाउँदामा खासै फरक पर्दैन होइन, हामीले देखिरहेको बुझिरहेकै कुरा हो। मैले हजुरलाई भन्न खोजेको के हो भने जुन लाइफस्टाइलले हामीलाई दिएका विभिन्न खालका रोगहरू छन्, ती रोगहरू हरेक दिन बढ्ने प्रक्रिया छन्, त्यसलाई रोक्ने हामीले हो। त्यही भएर हाम्रो दैनिक जीवनशैली चाहिँ हामीले के गर्नुपर्नेछ, परिवर्तन गर्नुपर्नेछ भनेर मैले आज यो भिडियो हजुरलाई बनाएको होइन। त्यही भएर सकेसम्म बिहान
उठौँ, एकदम चाँडै उठ्ने, चाँडै खाना खाने चाँडै भन्नाले हजुर बुझ्नुहोस् है। अब आयुर्वेदिक हिसाबले के हुन्छ भने खाना खाने कुरामा बिहान 8 बजीसम्म खाना खाइसक्ने र साँझ सूर्य अस्त हुनुभन्दा अगाडि माने 6 बजेभित्र भनौँ न 6 बजेभित्र खाना खाइसक्नुपर्ने हुन्छ र बिहान उठ्दाखेरि ब्रह्म मुहुर्तमा उठ्नुपर्छ, जो भनेको सूर्य उदाउनुभन्दा 2 घन्टा अगाडि। अहिले सूर्य 6 बजे उदाउँछ भने 4 बजे उठ्नु पऱ्यो है, अथवा 2 घन्टा अथवा 1.5 घन्टा अगाडि उठ्दा पनि खासै फरक पर्दैन। बिहानको स्वच्छ वातावरणमा हामी घुल्नु पऱ्यो, घुम्नु पऱ्यो है। त्यसले गर्दामा के हुन्छ, हाम्रो शरीरमा पोजिटिभ इनर्जी, पोजिटिभ भाइब्सहरू वृद्धि हुँदै जान्छ भन्ने चाहिँ आयुर्वेदको मात्रै नभएर अहिलेको मोडर्न साइन्स, मोडर्न मेडिसिन होइन, तपाईँको मोडर्न मेडिको साइन्सले पनि के भन्छ भने समयमा उठ्नुपर्छ र समयमा सुत्नुपर्छ, समयमा खानुपर्छ भनेर प्रुफ गरिसकेको कुरा हो। यति भन्नलाई म हजुरबिच आएको। फेरि भिडियो हजुरबिच यस्तै भिडियो ल्याउने नै छु। त्यति दिनको लागि मलाई बिदा दिनुहोस्। हस्त, धन्यवाद।